परेकै छैन केपी ओलीबाट बिग्रिया भए पो सबै सुशीला कार्कीको डरले केपी ओली भाग्छ सोझा जनताको रगतमा होली खेलेका ओली रगत सुक्न नपाउँदै उही घमण्ड र खुलियाम चुनौती दिएर हिँडिरहेका छन्। देश र जनतामाथि आफू र आफ्ना झोलेहरूलाई राख्दै आफूलाई राष्ट्रपिता ठान्ने केपी ओलीको रियालिटी चेक गर्ने कोसिस गरौँ आजको यो भिडियोमा। विक्रम सम्वत 2025 सालमा पूर्णकालीन राजनीतिक यात्रा सुरु गरेका केपी ओली अर्थात् खड्को प्रसाद ओली आफ्नो पार्टीको शीर्ष नेता हुन झन्डै 45 वर्ष लाग्यो। यही 45 वर्षको सङ्घर्षपछि राम्रो नेता होइन घमण्डी र अहङ्कारी नेता बनायो। विक्रम सम्वत 2026 सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका ओली सोही वर्ष राज्य विरुद्ध गतिविधि गरेको आरोपमा पहिलो पटक गिरफ्तार भएका थिए। ओलीले 2027 सालमा पूर्णकालीन नेताका रूपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन थालेका थिए। यसै क्रममा ओली 2030 सालमा झापा विद्रोह, राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेका जस्ता विभिन्न आरोपमा गिरफ्तार भएका थिए। ओली 4 वर्ष गोलघरसहित भुटान चुटारी हत्या प्रकरणमा 14 वर्ष जेल परेका थिए। ओली 2045 सालमा जेलबाट निस्किए लगत्तै नेकपा एमालेको शीर्ष नेता बन्ने सपना प्रत्येक महाधिवेशनमा माधव कुमार नेपाल र झलनाथ खनालसँगको हारको कारण उनको सपना निरन्तर टुट्यो र निरन्तर हारको कारण उनको अहङ्कार बढ्दै गयो। आफ्नै पार्टीमा समर्थन जुटाउन नसकेका ओली विक्रम सम्वत 2064 सालमा त आफ्नै गृह जिल्ला झापाबाट पराजित भएका थिए। त्यति बेलाका माओवादी आन्दोलनका नेता प्रचण्ड र बाबुराम भट्टराई 10 वर्षमै सत्तामा गइरहेका बेला ओली भने निरन्तर हारका कारण उही ठाउँमा सङ्घर्ष गरिरहे। निरन्तर हारका कारण पछि परेका ओली नेकपा एमालेको 9औं महाधिवेशनमा माधव कुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बने। एमालेको शीर्ष नेता बन्ने सपना बोकेका ओली विक्रम सम्वत 2072 सालमा पहिलो पटक प्रधानमन्त्री बने। 45 वर्षसम्म सत्ताको स्वाद नचाखेका ओली 2072 देखि 2081 सम्म 4 पटकसम्म प्रधानमन्त्री बनेर सत्तामा टाँसिरहे। सत्ताको लोभमा कहिले संसद विघटन गरे त कहिले पार्टी नै टुक्राइदिए। हुँदा भदौ 23 र 24 भएको जेनजी आन्दोलनमा मारिएका 75 जना निर्दोष जनताको ज्यान लिने अपराधमा जोडिएका छन्। 45 वर्षसम्म सत्ताको स्वाद नचाखेका ओली अहङ्कार र घमण्डले नै 75 जनाको हत्यारा बनाएका छ। उनी एक हत्यारा बनेका छन्। आफ्नो कुर्सी र सत्ता पाउन प्रयोग विश्वासघात र स्वार्थ यो कुनै आरोप होइन। उनीसँग नजिक भएका यी चर्चित अनुहारहरू माधव कुमार नेपाल, झलनाथ खनाल र विद्यादेवी भण्डारीको कसिलो अनुभव हो। जब ओलीलाई साथ चाहिएको थियो उनीहरूले साथ दिए, उनीहरूलाई साथ चाहिएको बेला ओलीले काटिदिए। जेनजी आन्दोलन पश्चात सबै दलका शीर्ष नेता सुर्दिन्छु भन्दै गर्दा ओली भने आफ्नो सत्ता गएको रिसमा आफ्नो घमण्ड र अहङ्कारले गर्दा जेनजी आन्दोलनलाई व्यङ्ग्य गर्दै सुशीला कार्की नेतृत्व सरकारलाई खुलियाम चुनौती दिएर हिँडिरहेका छन्। भनिन्छ कुकुरको पुच्छर 12 वर्षसम्म ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै हुन्छ। ओलीको हालत पनि सेम यस्तै नै हो। आफू सुर्दिन त कहाँ हो झन् देशैभर जनप्रदर्शन गर्दै खुलियाम चुनौती दिएर हिँडिरहेका छन्। कुनै बेला नेपाल ओलीमय भएको थियो। देशैभर केपी बा आई लभ यू, केपी ओली आई लभ यू भन्ने नारा चलेको थियो। यो अरू केही नभएर यसको मुख्य धार इन्डियाको चर्को आलोचना र लिपुलेख कालोपानी सहितको जारी गरेको चुच्चे नक्सा हो। तर ओलीले आफ्नो सत्ता रच्न गरेको एउटा खेल मात्रै हो। 2052 सालमा भएको महाकाली सन्धिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गर्दै गर्दा विरोध गर्नुको साटो पार्टीभित्र गुट बनाउँदै माधव कुमार नेपालसँग मिलेर त्यो राष्ट्रघाती सन्धिको समर्थन संसदमा गराए र हुँदा त्यो सन्धिले वार्षिक 25 अर्ब रुपियाँ फाइदा दिन्छ भन्ने अभिव्यक्ति दिन भ्याए। आफू त्यति बेला सन्धिको पक्षमा उभिएका ओली आफ्नो सत्ता रच्न आफूलाई भारत विरोधी देखाइरहेका छन्। यो सब उनको एक नाटक मात्रै हो। 45 वर्षको सङ्घर्ष, सत्ताको लोभ, जनताको भावनासँगको खेल यी सबैले प्रमाणित गर्छ कि उनी देशका लागि होइन आफू र आफ्नाहरूका लागि मात्रै हुन्। यही अहङ्कार र घमण्डले गर्दा कुनै बेला केपी बा आई लभ यू भन्ने जनता आजभोलि केपी चोर देश छोड भनिरहेका छन्। यहाँ समय बदलिएको होइन, बदलिएको हो त केवल जनताको सोच। हस् त आजलाई यति नै। फेरि अर्को यस्तै भिडियोमा भेटौँला। यदि भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरी हामीलाई साथ दिनुहोला। धन्यवाद।